आज चाहिँ म बिहानैबाट भिडियो बनाएको छु। नास्ता सास्ता खाएर एउटा यताउता गरेर खाना बनाउने टाइम भयो थियो। अनि मलाई चाहिँ भिडियो बनाउन मन लाग्यो। खाना पाक्दासम्म भिडियो पनि बन्छ भनेर म चाहिँ भिडियो बनाउँदै थिएँ। अनि म भान्टाको सब्जी टिप्न खेतामा गएका थिएँ। मलाई चाहिँ भान्टा मन पर्दैन, मम्मी बाबालाई चाहिँ मन पर्छ। अनि म चाहिँ त्यही सब्जी बनिदिने हो, मलाई चाहिँ अर्को सब्जी बनाउने हो। मलाई के यो भिडियोहरू भ्लगहरू बनाउन एकदमै मनपर्छ। तर मन परेर के हाल्नु, केही आइडिया चाहिँ हुन्न, केही कन्टेन्टै हुन्न, केबाट कहाँबाट सुरु गरौँ भन्ने जस्तो हुन्छ। अनि फेरि सोध्छु के आफूले घरमा जे काम गरिन्छ, खाना पकाउने, सरसफाइ, यताउता जे काम गरिन्छ त्यो नै वास्तविक कन्टेन्ट हुन्छ जस्तो लाग्छ मलाई। आफूले गर्ने काम सँगसँगै उता भिडियो पनि बन्छ। अनि हजुरहरूलाई मेरो मिनी भ्लग कस्तो लाग्छ लास्टसम्म हेरेर लाइक कमेन्ट गर्न नबिर्सिनु होला। अनि म चाहिँ छिटो गरेर खानासाना बनाएर आँगनमा गएर झारसार गोड्ने उनी सरसफाइ गरेको थिएँ। किनभने यो बर्खा मासमा झार पलापलाई गर्छ, जति आँगनमा झार गोडे नि। अनि मम्मी पनि आउनुभयो। अनि हामी चाहिँ आमा छोरी भएर आँगन सफा गर्दै हम। यो 11-12 बजेको घाममा कम त गाह्रो छ आँगनमा गएर झार गोड्न। धन्न घर अगाडि रुख लगाइएछ र शीतल भयो। रुख मुनि झार गोड्न त पाइयो, शीतल त भयो, हावा खान त भयो। जति घाम भए पनि क्यार्नु गर्नु पर्यो आफ्नो काम, अरू आएर गरिदिनेवाला छैनन्। फेरि हजुरहरूले भन्नुहुन्छ होला कस्तो रुखा नचढेर कस्तो कहिले उफ्रिन्छ, कहिले कुर्चीमाथि टेकेर घाँस झार्ची भन्नुहुन्छ होला। म चाहिँ रुखा चढ्न सक्दिनँ, बाबु चाहिँ खेतामा हुनुहुन्छ, त्यही भएर म चाहिँ उफ्रेर भयो नि घाँस भाँचेर हामी चाहिँ घाँस चुन्ने दिउँ। बाई बाई एभ्रिवान।